यहाँ चाहिँ मैले हल्का पानी कोल्टाइदिएको। यो पानी अलि उता गयो भने सजिलो हुन्छ नि त, धेरै तातो छ। फेरि यसलाई ताता म पनि गर्छु। ल मैले चाहिँ यसरी सुकाइसकेको छु गुन्द्रुकलाई। यहाँ अब यो हेलो एन्ड वेलकम साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म हजुरहरूलाई गुन्द्रुक कसरी बनाउने भनेर देखाउँछु। गुन्द्रुक त हजुरहरूलाई थाहा नै होला, हामी नेपालीहरूको के भन्छ एकदम फेमस मिठो तरकारी हो। म हजुरहरूलाई गुन्द्रुक चाहिँ कसरी बनाउने भनेर सुरुदेखि देखाउँछु। आज म गुन्द्रुक बनाउन गइरहेको छु। यो चाहिँ रायोको साग हो। हामी चाहिँ रायोको सागबाट गुन्द्रुक बनाउँछौँ। यो चाहिँ ठक्क यसको पातहरू टिप्ने, सागको पातहरू, अनि त्यसपछि यसलाई 2 दिन जति घाममा सुक्न दिने, अनि त्यसपछि मजाले कुट्ने, यसलाई धुलो बनाउने, यसको रस निकाल्ने, अनि त्यसपछि म देखाउँछु हजुरहरूलाई कसरी हाल्ने, यसलाई कसरी गुन्द्रुक तयार पार्ने भनेर। हेर्दै गर्नुहोस्। मैले चाहिँ साग टिपेर अनि त्यसपछि यसलाई कुटे, अनि कुटेर यसलाई अब यहाँ तातो पानीमा पखाल्दैछु। तातो धेरै तातो भएकोले गर्दा हातले गर्न मिलिरहेको छैन, अनि त्यही भएर यसलाई कचियाले गर्दैछु। अनि यसलाई यस्तो हरवार बाफ आइरहेछ, तातो न तातो छ, उमालेको पानी हो। अनि यसलाई मजाले पखाल्ने तातो पानीमा, अनि त्यसपछि यसलाई मजाले पखालिसकेपछि म हजुरहरूलाई देखाउँछु है त। यहाँ चाहिँ मैले हल्का पानी कोल्टाइदिएको। यो पानी अलि उता गयो भने सजिलो हुन्छ नि त, धेरै तातो छ। फेरि यसलाई तातै हाल्नुपर्छ कि, फेरि नभए गुन्द्रुक त घरे चट्ट अमिलो मिठो हुन्छ नि त। अमिलो बनाउनको लागि चाहिँ यसलाई हल्का तातै मजाले यसलाई निचारेर हाल्नुपर्छ। म चाहिँ यो हल्का सेलाउँछ अनि हाल्छु। यो चाहिँ तातो तातै छ, तातै तातै निचारेर हाल्नुपर्छ। यसलाई चाहिँ मजाले लास्टै तातो छ के, निचार्नै सकिरहेको छैन। यसको फेरि मजाले झोल रस निचारेन भने फेरि गुन्द्रुक राम्रो बन्दैन। ओ माइ गड, कति तातो हो। मजाले निचार्ने, अनि यस्तो डल्ला डल्ला बनाएर त्यहाँ हाल्ने, अनि त्यो बाल्टीमा हाल्ने, निचार्दै हाल्दै गर्ने। म निचार्दै हाल्दै गर्छु। ठिकै छ, यतिको म हल्का सहन सक्ने नै भएको छ। माथि माथिको निचार्दै हाल्दै गर्छु। ओ माइ गड, कस्तो तातो कि। मजाले निचार्नुपर्छ क्या साथीहरू। फेरि यो मजाले निचारेन भने अमिलो हुँदैन। गुन्द्रुक त फेरि अमिलो नै खाने हो नि त, टक्क अमिलो गुन्द्रुक। वाउ, ओ माइ गड, कस्तो तातो क्या। कति साथीहरूलाई त थाहा हुन्न नि त अब यो गुन्द्रुक गाउँघरमा बनेर सहरतिर बस्नेलाई त झन् के थाहा हुँदो होला र, कसरी बन्छ भनेरै थाहा हुन्न। यसको तरिका चाहिँ गुन्द्रुक भन्न सजिलो छ, बनाउन चाहिँ धेरै गाह्रो छ कि। यसलाई 2-3 दिनसम्म त टिपेर सुकाउनु पर्यो, त्यसपछि फेरि धोएर कुट्नु पर्यो। यसलाई कुटेर पनि हुन्न, फेरि पानीमा पखालेर उम्लेको पानीमा हालेर निचारेर, अनि त्यसपछि तातै भाँडामा हालेर। मेरो सामले निचारिरहेको छ। औषधि जानेसम्म कति निचार्न सक्छ त्यति निचार्न सकिन आयो। यो गुन्द्रुकको हरियो चाहिँ यो सागको कुटेपछिको पानी हो, हरियो जो निस्केको छ। यहाँ यति भएको छ, अब अलिकति अझै छ, त्यो निकालेर हामी फेरि यसलाई मजाले कुट्छौँ। यसलाई मजाले निचार्नु पर्यो, खिच्नु पर्यो अमिलो बनाउनको लागि। म खिचेर देखाउँछु। अब हामी यसलाई यो भाँडामा सबै हालेको छौँ। अब यहाँ पानी चाहिँ हाल्छौँ। सामले नम्बर हेल्प गरेको हो। ओ माइ गड, हो त नि, हामीले सक्नु आँट्यौँ भाइ। ओके, मेरो फुललाई गुन्द्रुक लाग्छ लाग्दैन लाग्छ। ओके, अब सकिसकेको छ। अब यति भएको छ। अब चाहिँ खानुपर्छ। म चाहिँ हातले खिच्छु, जति खिच्यो त्यति अमिलो हुन्छ यो गुन्द्रुक चाहिँ। ल राम्रो खिच्नु। मेरो फुलले पनि खिच्दैछ, हातमा मसँग मिलाएको गुन्द्रुक कस्तो हुन्छ म हजुरलाई देखाउँछु। अहिले चाहिँ ल हाम्रो गुन्द्रुक चाहिँ यति भएको छ। ल मैले चाहिँ यहाँ खाएर अब यति भएको छ यो गुन्द्रुक बन्नको लागि। अब यसलाई चाहिँ अझै अलिक खाएर अनि त्यसपछि म घाममा राख्छु, यसको बिर्को लगाएर कस्तो हुन्छ है पछि देखाउँछु। हेलो साथीहरू, आज चाहिँ दोस्रो दिन भइसकेको छ। मेरो गुन्द्रुक कस्तो भएको छ भनेर म देखाउँछु। ल यस्तो हल्का कलर आएको छ गुन्द्रुकको, हल्का पहेँलो पहेँलो भएको छ। अब 2 दिनपछि रेडी हुन्छ। हाई, आज चाहिँ फाइनल्ली गुन्द्रुक निकाल्ने दिन भएको छ। 3 दिन, आज कति 3 दिन भयो। म अब गुन्द्रुक निकाल्छु।
ल साथीहरू, मेरो गुन्द्रुक चाहिँ यस्तो भएको छ है, पयालो पयालो कलर आएको छ। वाउ, कस्तो मिठो बास्ना आएको छ। म अलिकति टेस्ट गर्छु है कस्तो भएछ। ल म चाहिँ अलिकति यो गुन्द्रुक टेस्ट गरेँ कस्तो भयो, अमिलो भयो भएन भनेर। अमिलो दामी भएछ। अमिलो दाम भएछ। यसलाई चट्ट अब पकाएर खानुपर्छ, दामी हुन्छ। ल मिठो लाग्यो गर त मलाई। ओ म पनि गर्छु। ल मैले चाहिँ यसरी सुकाइसकेको छु गुन्द्रुकलाई यहाँ। अब यो सुकेपछि रेडी हुन्छ गुन्द्रुक। ल त्यही हो साथीहरू, फाइनल्ली गुन्द्रुक रेडी हुनको लागि चाहिँ 1 हप्ता जति चाहिँ लाग्छ, किनभने अब त्यसलाई धेरै टाइम लाग्यो नि त। अब कुट्दा ओर्दा हाल्दा 3-4 दिनसम्म अमिलो हुनको लागि बट्टामा राख्नु पर्यो, सुकाउनु पर्यो फेरि त्यसलाई। अब 2-3 दिनमा सुकेर फेरि झुरुम झुरुम हुन्छ, अनि त्यसपछि झैँ पार्ने अनि समसम खाने। त्यही हो, मेरो चाहिँ गुन्द्रुक रेडी भइसकेको छ। अनि मेरो भिडियो चाहिँ यति नै। अब हजुरलाई कस्तो लाग्छ, राम्रो लाग्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई।